सो हेलो एभ्रिवान, सो स्वागत छ एउटा नयाँ भिडियोमा। आज हामी पाइथनको एउटा मोडलको बारेमा भन्न गइरहेको छु म। सो त्यसको नाम हो पाइटिटी एसएक्स3। सो यसले के गर्छ भनेपछि हामीले जुन पनि कुरा टेक्स्टहरू लेख्छौँ त्यसलाई के गर्छ, यसले बोल्छ। सो बिना कसै देरीको हामी एउटा सुरु गरिहालौँ। त्यसको फर्स्टमा हामीले के गर्नुपर्छ, यसलाई इन्स्टल गर्नुपर्छ। सो नाम नै के छ, पाइटिटी एसएक्स3। त्यसको लागि टर्मिनलमा जाने, टर्मिनलमा गइसकेपछि के लेख्ने भनेपछि पाइटिटी एसएक्स3 यदि लेखेर इन्स्टल गऱ्यो भने तपाईँको इन्स्टल भइहाल्छ। नत्र भए के प्रब्लम छ भनेपछि अब क्लाउड च्याट जिपिटी छँदैछ, नत्र भए अरू तरिका पनि छँदैछन्। सो यसपछि हामी के गर्छौँ, यसलाई पाइटिटी एसएक्स3 मोडललाई इनिसियलाइज गर्छौँ। त्यसको लागि हामी के लेख्छौँ, एउटा भेरिएबल बनाउँछौँ। त्यसलाई के गर्छौँ, अहिलेको लागि इन्जिन नै लेख्छौँ, किनभने केही पनि अरू एउटा भेरिएबल दिनमा आएको छैन, नत्र भए छँदैछन् अरू। र यसपछि हामी के गर्छौँ, यसलाई इनिट गर्छौँ। त्यसको लागि के गर्ने, पाइटिटी डट इनिट। त्यसपछि हाम्रो के भइसक्यो, यो पाइटिटी एसएक्स3 मोडल के भइसक्यो, इनिट भइसक्यो, मतलब सुरु भइसक्यो। अब हामी यसलाई युज गर्न सक्छौँ। त्यसपछि हामी के गर्छौँ भनेपछि अब हामीलाई यो कम्प्युटरदेखि पिसीदेखि के बोलाउन छ त्यही लेख्छौँ। त्यसको लागि हामी लेख्छौँ इन्जिन डट से हेर न, किन फेरि नयाँ तरिका युज गरौँ, बाई वर्ल्ड हामी जहिलेको लागि हेर किन लेख्ने, नयाँ तरिका नयाँ प्रोजेक्ट गर्नु पऱ्यो, बाई वर्ल्ड लेख्नु पऱ्यो। त्यसपछि हामी के गर्छौँ, इन्जिन डट रन एन्ड वेट। हामी यसमा के गरेको भनेपछि फर्स्ट त हामीले यो मोडललाई इम्पोर्ट गऱ्यौँ। त्यसपछि हामीले के गर्यौँ, यो मोडललाई इनिसियलाइज गऱ्यौँ, मतलब सुरु गऱ्यौँ। त्यसपछि हामीले जो हामीलाई यो मोडलबाट या पिसीबाट बनाउन मन छ त्यसलाई हामी त्यसले लेख्यौँ। त्यसपछि के गर्यौँ, रन एन्ड वेट, मतलब यसले नै हाम्रो यो बोलेको जसलाई के गर्छ, सुरु गराउँछ। न यो लेखेन भने चल्दैन। सो हामी यसलाई रन गरौँ, बाई वर्ड भन्यो। अब यसको अलि आवाज स्पिड जस्तो लाग्दैछ, त्यसको लागि हामीले के गर्नु पऱ्यो, स्पिडलाई कम गर्नु पऱ्यो। त्यसको लागि के गर्नु पऱ्यो, इन्जिन डट प्रोपर्टीलाई सेट गर्नको लागि सेट प्रोपर्टी। सो त्यसको भित्रमा रेट, मतलब हामीले स्पिडको रेट हामीले तय गर्नु पऱ्यो। अब यसको लागि के हुन्छ भनेपछि हाम्रो के हुन्छ, न्युट्रलमा हाम्रो बेसमा के हुन्छ, हाम्रो भोइसको स्पिड हुन्छ 200। त यसलाई कम गर्ने बित्तिकै आवाज के हुन्छ, कम भइहाल्छ। यसको लागि अहिले राखौँ 100 राखौँ, बाई वर्ल्ड गरिहाल्यो। त्यसपछि अब अहिले आज थोरै बढाउँ, 150 राखौँ। यति छ। यसको लागि अब हामी के गरौँ, यसलाई अलिक चेन्ज गरौँ न। अहिले के लेखौँ भनेपछि लाइक सब्सक्राइब एन्ड सेयर, सरी, यति लेखौँ। सो यति हो हाम्रो एउटा सानो पाइटिटी एसएक्स3 मोडल। सो यो एआइएमएलतिर पनि अब के प्रोजेक्ट बनाउँछ भनेपछि जस्तै कि एउटा जार्भिस जस्तै, आइरनम्यानको जार्भिस जस्तै प्रोजेक्ट बनाउँछ भने एकदम युजफुल हुन्छ। सो लेटर म एउटा स्पिच रिकग्निसन भन्नेवाला पनि एउटा मोडलको बारेमा भिडियो बनाउन जान्छु म, त्यो म यो बनाउँछु। सो द्याट्स इट, थ्याङ्क यू फर द टुडे।